सम्पूर्णमा कोटि कोटि प्रणाम। म आज नमो बुद्ध तीर्थस्थलको विषयमा संक्षिप्तमा जानकारी गराउन चाहन्छु। नमो बुद्ध तीर्थस्थल बौद्ध धर्मावलम्बीहरूको लागि एकदमै महत्त्वपूर्ण तीर्थस्थल हो, किनभने बुद्ध भगवानले 6 पारमिता मध्ये दान पारमिताको अभ्यास यहाँ गर्नुभएको थियो। त्यसकारण हामीले यो नमो बुद्ध तीर्थस्थललाई दान पारमिताको प्रतीक हो भने पनि हुन्छ। किन भन्दा बुद्ध भगवान बुद्ध नहुनुभन्दा अगाडि बोधिसत्व अथवा राजकुमारको रूपमा यहाँ जन्म लिनु भएको थियो। त्यसै क्रममा उहाँले 5 बच्चाको आमा भोको भागिनीलाई आफ्नो शरीर दान गरेर दान पारमिताको पूर्ण रूपमा अभ्यास गर्नुभएको थियो। र अहिले हामीले उहाँले आफ्नो शरीर दान गरेको स्थान र उहाँको अस्तु अथवा अवशेषको स्तूप अहिले पनि हामीले दर्शन गर्न सक्छौँ। नमो बुद्धाय।